श्रोता साबी कार्यक्रम प्रस्तुता म राम सुब्बा। श्रोता, आज हामी समाजमा नेतृत्वको बारेमा कस्ता नेतृत्व र किन समाजमा नेतृत्वको आवश्यक हुन्छ भनी जानौँ। उत्कृष्ट समाजको परिकल्पना गर्नुपर्दा हामी हरेक संगठन जस्तै सामाजिक नेतृत्व पनि धेरै सबल र उत्कृष्ट हुन निकै जरुरी छ। किनकि नेतृत्व एउटा समाज संगठनलाई डोर्याउने माथा बुद्धि जस्तै हो। नेतृत्वको आचरण यस्तो हुनुपर्छ: मेहनत, लगन र सार्थक कार्यले नै सुन्दर, शिक्षित र शिल्प स्वास्थ्य समाजको परिकल्पना गर्न सकिन्छ। पहिलाको जमानामा यस्तो कार्य या कर्ममा बुढापाका ताकि रीतिरिवाज जानकार गाउँ बुढा भनी कहलाउँथे। यसरी चलेको थियो। तर हाल आई यस्तो संस्कार पाइन्न। अहिले युवाहरूले समाज कतै चलाएको पाइन्छ, तर निरन्तरता रूपले समाज चलाएको पाइन्न। केही दिन सामाजिक व्यवस्था चलाएर विदेशिने या कतै बसाइसरी जाने प्रक्रियाले समाजमा एक किसिमको निराशा आउने हुँदा यस्तो नेतृत्वलाई पहिले नै जानकारी दिन जरुरी हुन्छ, ताकि नेतृत्व छाड्न अघि सूचना दिनु पर्छ र अर्को योग्य नेतृत्वलाई हस्तान्तरण दिलाउनु पर्छ। यस्तो प्रक्रियाले सामाजिक सेवाले निरन्तरता पाउँछ। समाजको नेतृत्व छान्दा या नेतृत्वमा निम्न गुण हुन जरुरी हुन्छ: 1. मेहनती, 2. प्रष्टवक्ता निडर, 3. विश्वासिलो, 4. जालझेल बिनाको, 5. नारी सम्मानित, 6. सत्य सूचना दिन सक्ने, 7. आदर्शवान मर्यादा भएको, 8. सानाको माया गर्ने, 9. सामाजिक कार्यहरू कर्म र धर्म सम्झी गर्ने। यस्ता निपुणता क्षमता भएको व्यक्तिहरूले मात्र समाज सदर, विकास र उन्नतिशील बनाउन सक्छन्। यस्तै विविध सुदृढ आश्वासन सुन्न मेरा सामाजिक कार्यक्रम नछुटाउनुहोला भन्दै आजलाई साबी सामाजिक कार्यक्रम यति नै। अर्को कार्यक्रममा फेरि भेटौँला।